चिया बनाउँदै थिएँ, एउटा स्टोरी याद आयो। सुनाउँछु ल। आजको स्टोरी चाहिँ एकजना बुढी आमाको, जसले चाहिँ 12 वर्षसम्म हरेक बिहान 2 कप चिया बनाउनुहुन्थ्यो। छिमेकीहरूले चाहिँ उहाँलाई धेरैचोटि सोधे, आमा तपाईँ त एक्लै हुनुहुन्छ, 2 कप चिया चाहिँ किन भनेर धेरैचोटि सोधे। उहाँ मुस्कुराइदिनुहुन्थ्यो, तर कहिले पनि त्यसको जवाब चाहिँ दिनुभएको थिएन। समय बित्दै गयो अनि एक दिन चाहिँ गाउँमा नयाँ स्कुल टिचर चाहिँ सरुवा भएर आएका थिए। उहाँले पनि हरेक दिन बिहान त्यो बाटोबाट हिँड्ने समयमा चाहिँ ती बुढी आमालाई 2 कप चियासँगै टेबलमा बसिरहनु भएको देख्नुहुन्थ्यो। हैन, एक दिन चाहिँ टिचरले पनि सोधिहाले कि आमा यो अर्को कप चाहिँ कसको लागि हो भनेर सोधे। यो पालि चाहिँ आमा चुप लागेर बस्नु भएन कि बिस्तारै अर्को कपलाई टेबलमा राख्दै भन्नुभयो, यो कप चाहिँ मेरो श्रीमानको लागि हो। टिचर एकछिन बोल्न सकेनन्, किनभने गाउँभरि चाहिँ सबैलाई थाहा थियो कि बुढो बुबा त 12 वर्ष अगाडि नै बितिसक्नु भएको थियो। टिचरले बिस्तारै सोध्नुभयो, अझै पनि आमा? आमा चाहिँ हल्का हाँस्नुभयो अनि भन्नुभयो, हो बाबु, अझै पनि। म पागल भएर होइन, माया बिर्सेर बस्न नसकेर पनि होइन। यो अर्को कपले चाहिँ मलाई एउटा कुरा याद दिलाउँछ कि जब उहाँ हुनुहुन्थ्यो, हामी कहिल्यै पनि सँगै चिया बसेर चाहिँ पिउँदैनथ्यौँ, पिउनै पाइँदैनथ्यो। काम, व्यस्तता, जिन्दगी भन्दा भन्दै मैले कहिल्यै पनि उहाँसँग हुन्छ नि शान्तिले चाहिँ बसेर चिया पिउने समय निकालिन। र अहिले चाहिँ यो अर्को कप चाहिँ चियाको लागि होइन, समयको लागि हो, जुन समय चाहिँ मैले हुँदाहुँदै दिइनँ भनेर भन्नुभयो के बुढी आमाले चाहिँ। टिचरको चाहिँ आँखा रसायो, उहाँ निस्किन लाग्नुभयो। त्यही बेला चाहिँ आमाले अन्तिम कुरा भन्नुभयो, जसलाई माया गर्नुहुन्छ उहाँसँग बस्न चाहिँ टाइम निकाल्नुहोस्, किनभने एक दिन कप त हुन्छ तर सँगै चिया पिउने मान्छे हुँदैन। कहानी यही सकिन्छ, तर सायद आज घर पुगेर कसैसँग 10 मिनेट बसेर चिया पिउन मन लाग्ला। यो कहानीले तपाईलाई कसैको याद दिलायो भने कमेन्टमा भन्नुहोला है।